सो हेलो एभ्रिवान है आज चाहिँ म अनबक्सिङ गर्न गइरहेको छु बिएमको 800 माइक्रोफोन है। अनि त्यो कस्तो रहेछ भन्नाले त्यसको के काम छ त्यो मलाई काम थियो। सो मैले चाहिँ दराजबाट मगाएको थिएँ। सो त्यो प्रोडक्ट आइसकेको छ। त्यो म अहिले चाहिँ अनबक्सिङ गर्छु, त्यसपछि तपाईँलाई हेराउँछु है कस्तो रहेछ त। ओके, सो त्यो अनबक्सिङ गर्छु। यता चाहिँ आइसकेको छ। यो हाम्रो भयो तपाईँको बिएम 800 को माइक्रोफोन है। कस्तो रहेछ त हेरौँ है, अनबक्सिङ गरौँ। यसमा चाहिँ हामीले के पाउँछौँ त है। यसमा चाहिँ के पाउँछौँ, एउटा यो पाउँछौँ। यो भनेको चाइनिज होइन, यो ब्रोडकास्ट एन्ड रेकर्डिङ माइक्रोफोन। म रेकर्ड गर्नको लागि लिएको छु। त्यसको काम छैन। हाम्रो एउटा यो आउँछ है, एउटा यो भयो एउटा। यो भनेको फिल्टर होइन। एउटा भयो। कतिवटा प्रोडक्ट आउँछ त यसमा है बिएम 800 मा है। अनि एउटा यो भयो। त्यसपछि यो के हो त, यो यसमा लगाउने होइन, त्यहाँ लगाएपछि अनि त्यो आउँछ नि त ह्यान्डलमा। अनि यो एउटा यो भयो होइन, म्यागमा लगाउने। अनि यहाँ चाहिँ मोबाइलमा। सो यो चाहिँ यो भयो। अनि यो हाम्रो माइक भयो। माइक कस्तो रहेछ लेट्स। यो हाम्रो माइक भयो। यसमालाई चाहिँ राम्रै देखिरहेको छ। लेट्स चाहिँ भयो, यसको रिजल्ट चाहिँ कस्तो हुन्छ त है। यो नै चाहिँ राम्रै छ। ओके, रिजल्ट चाहिँ कस्तो दिन्छ यसको त्यो नि चेक गरेर म देखाउँछु। ओके, यस्तो छ। त्यसपछि यो चाहिँ के भयो त, यसको माथि लाग्ने क्या है, यसको माथि लाग्छ चाहिँ त्यो भयो। त्यसपछि हामीलाई अरू के दिएको छ, एउटा यो दिएको छ है। यसमा चाहिँ एक प्रकारले एउटा माइकको हुन्छ र एउटा हेडफोन छ भने हेडफोनमा गर्नु, कि त इयरफोन छ भने इयरफोनमा गर्नु। यो चाहिँ यो दिएको हुन्छ। ठिक छ। कतिवटा भयो हाम्रो, 1 2 3 4 5 पाँचवटा भयो है। अनि यो भएको हाम्रो स्ट्यान्ड लास्ट है। लास्ट भनेको हाम्रो स्ट्यान्ड हुन्छ। ओके, यो स्ट्यान्ड भयो। स्ट्यान्डमा लगाउने त्यहाँ छ। यो चाहिँ स्ट्यान्ड भयो है। हाम्रो एउटा भयो, दुईवटा भयो, तीनवटा भयो, चारवटा, पाँचवटा, छवटा, अनि सातवटा र आठवटा चाहिँ हाम्रो रहेछ है प्रोडक्ट चाहिँ, एसेसरिज चाहिँ है यो माइकको। यो जुन हाम्रो कन्डेन्सर माइक होइन, माइक्रो है। यति सामान रहेछ हाम्रो चाहिँ यसमा। यो मैले दराजदेखि मगाएको थिएँ। लेट्स सी यसको साउन्ड क्वालिटी चाहिँ कस्तो हुन्छ त त्यो नि हेरौँ होइन। यो यस्तो माइक छ। यो चाहिँ हाम्रो माइक्रोफोन भयो होइन। मैले चाहिँ यसरी यसमा चाहिँ लगाएको छु है, यसमा चाहिँ लगाएको थिएँ। अनि यो चाहिँ यसमा यो चाहिँ लगाएको छ है। यो त यो दिएको हुन्छ। अनि यो लगाएपछि यसमा म टाइट गरेको छु। यसमा चाहिँ माथि तल यो चाहिँ गर्न मिल्छ होइन। अनि मसँग चाहिँ के छ, दुईवटा यसरी, एउटा हाम्रो माइकको भयो, एउटा हाम्रो हेडफोनको भयो क्या होइन। यो हाम्रो चाहिँ यहाँ लगाउने हो क्या। त्यस्तै छ। लेट्स सी
यो यस्तो यहाँ लगाएर यो चाहिँ यसमा चाहिँ भएन क्या, यसमा म यसमा चाहिँ लगाउनु मन थियो तर यहाँ चाहिँ भएन किनकि यहाँ यस्तो छ क्या, यत्रोमा छ, यत्रोमा हुँदैन क्या, यस्तो यसको सानो छ। सो मैले चाहिँ यो यसमा गरेँ, यो सोफाको एउटा। सो यसमा चाहिँ मैले लगाएको छु। यो लगाएपछि यस्तो आउँछ। अब यहाँ आयो भने मलाई चाहिँ यसरी यहाँसम्मको म यहाँ बसेर एउटा बोल्न सकिन्छ नि त होइन। त्यही हो, यो अलिकति यता छ। यसमा आयो भने यसरी आयो भने यतिसम्म म बसेर बोल्न सकिन्छु। लाइक म देखाउनेछु तपाईँलाई। यसरीमा चाहिँ के गर्न सकिन्छ त, अझ यता तल गरेर म यतिसम्म बोल्न सकिन्छु नि त होइन। यसरी आयो, यतिसम्म म केही आउँछ होइन, यस्तो हुन्छ। यता पनि गयो भने यसरी यतासम्म त आउँछ नि त आवाज है, यहाँसम्म। सो ठ्याक्कै आयो नि त यतिसम्ममा। यहाँ राख्दाखेरि मेरो चाहिँ मिलेन। सो मैले चाहिँ यहाँ राखेपछि अनि बोल्दा चाहिँ यहाँ चाहिँ मिल्यो क्या। सो त्यो हो। यसको साउन्ड चाहिँ कस्तो हुन्छ त त्यो म तपाईँलाई सुनाउनेछु क्या एकछिनमा। ओके, सो यो चाहिँ सेटअप भयो। अब त्यसपछि म चाहिँ साउन्ड रेकर्ड गर्छु क्या। ओके, सो अहिले हामी सुनिरहेको छौँ यो माइकबाट है। कस्तो छ त यो आवाज चाहिँ क्लियर छ? अहिले म चाहिँ अहिलेसम्म मैले चाहिँ अहिले के गरेको छु भन्दाखेरि चाहिँ यहाँदेखि माइक चाहिँ लगाइसकेको छु, सेट गरिसकेको छु र यो चाहिँ मेरो च्यानल हो। यो च्यानलमा म चाहिँ अपलोड गर्छु यो भिडियो है त, हुन्छ है। यो सबै कुरा त राम्रै लाग्यो तर मेनली भोइस चाहिँ रिडक्सन गरिरहेको छैन, नोइज क्यान्सलेसन अलिकति भइरहेको छैन। हुन त राम्रै ब्याकग्राउन्ड आइरहेको छ, ब्याकग्राउन्ड भन्दा राम्रो माइकको के अरे जुन रियल भोइस छ त्यो भोइस राम्ररी आइरहेको छ, अलिकति धेरै आइरहेको छ। यो भयो कन्डेन्सर माइक भयो। उनीहरूको डाइनामिक माइक भनेको त्यसमा चाहिँ नोइज क्यान्सलेसन अप्सन हुन्छ क्या, त्यसमा चाहिँ हुँदैन। यो कसको लागि ठिक हुन्छ भन्दाखेरि अब रुम जसको चाहिँ रुममा ब्याकग्राउन्ड चाहिँ केही आउँदैन है, त्यो चाहिँ राम्रो हो। ब्याकग्राउन्डमा केही छैन भने केही भन्दा नि साउन्ड छैन क्या, त्यो एरियामा साउन्ड छैन भने त्यो माइक भनेको बेस्ट हो क्या। जुन एरियामा चाहिँ धेरै छ, सिटीतिर बज्दै हुन्छ है, त्यसको लागि चाहिँ यो माइक म प्रिफर गर्दिनँ। किन गर्दिनँ भन्दाखेरि यो चाहिँ जति छ है ब्याकग्राउन्डको माइक, जति ब्याकग्राउन्डको जति साउन्ड छ त्यो पनि यसले चाहिँ क्याप्चर गर्छ क्या। न त हो सेटिङ मिलाएर एउटा राम्रो हुनसक्छ तर पनि हाम्रो रुमको यता उतापट्टि छ भने त्यहाँदेखि के हुनसक्छ त, यसले क्याप्चर गरिहाल्छ क्या, छिटो क्याप्चर गरिरहेको छ। सो त्यसो छैन, यहाँ म दिन्छु त्यसको दराजको जो लिनु मन छ भने लिँदा हुन्छ। तर नोइजी प्लेसमा चाहिँ यो माइक म प्रिफर गर्दिनँ है। नोइजी प्लेसमा म किन गर्दिनँ भन्दाखेरि हाम्रो वरिपरिको एरियाको क्याप्चर पनि गर्छ क्या यो माइकले है। सो योभन्दा राम्रो डाइनामिक माइक किन है, अलिकति बजेट बढाएर त्यसमा के हुन्छ त नोइज क्यान्सलेसन हुन्छ, त्यसमा चाहिँ वरिपरिको नोइज आउँदैन। यसमा चाहिँ नोइज क्यान्सलेसन छैन है, यसमा चाहिँ वरिपरिको साउन्ड पनि आइरहेको हुन्छ, क्याप्चर गरिरहेको हुन्छ। त्यही हो, हुन त राम्रै छ। सो प्राइस अनुसार राम्रै लाग्यो। यहाँ राखे पनि यसरी राखे पनि यसो राखे पनि एडजस्टमेन्ट ठिक छ। यसको प्राइस अनुसार चाहिँ सबै प्रडक्ट 8वटा हामीलाई एसेसरिज चाहिँ आउँछ यो माइकबाट होइन। सो यो चाहिँ यो माइकको नाम के हो त BM800 होइन, 800 माइक्रोफोन हो क्या। ठिक छ, यो राम्रै छ, मलाई राम्रै लाग्यो। अब लेट्स चाहिँ अब के हुँदो रहेछ भयो भने अब कतिसम्म टिक्ला होइन। सो त्यसपछि अर्को माइक फेरि बाई गर्छ। अब यसमा चाहिँ नोइज क्यान्सलेसन भएन नि त, सो वेस्ट अफ मनी मेरो मात्र भयो क्या। मलाई नोइज क्यान्सलेसनवाला किन्नु थियो तर मैले चाहिँ यो किनेँ किनकि मैले चिप प्राइसमा हेरेको थिएँ। 1700मा 1700-1800मा मात्र आइरहेको थियो नि त। अरू माइकको हाम्रो 3000, 5000, 8000, 10,000सम्म आइरहेको थियो। तर त्यो माइक मैले प्रिफर नगरेर यो चिपको कस्तो छ त है, यसको हेरौँ न कस्तो आइरहेको छ यसको साउन्ड चाहिँ। सो यो साउन्ड अहिले जुन सुनिराख्नु भएको छ यो साउन्ड भनेको यो माइकबाट आइरहेको छ क्या होइन। त्यही हो,
यदि यहाँ राम्रो लाग्छ भने भोइस चाहिँ राम्रो आइरहेको छ भने लिँदा हुन्छ, यदि राम्रो छैन भने म रिकमेन्डेड गर्दिनँ क्या होइन। ठिक छ, यति छ। अनि अरू के छ भन्दाखेरि म यो चाहिँ के गर्छु त, यति छ। क्वालिटी यहाँदेखि बोले पनि आइरहेको हुन्छ, यहाँदेखि बोले पनि आइरहेको हुन्छ। म जतासम्म यतासम्म नि बोल्दा नि मेरो चाहिँ आइरहेको छ क्या होइन। म यता आएँ भने यसरी यहाँसम्म आएँ नि कस्तो छ, बोलिरहेको छ नि त यहाँ राम्ररी। त्यही हो, कस्तो छ त भोइस यसरी एडजस्टमेन्ट गरेर होइन यहाँ राखेर र पोडकास्ट म्याक पनि भयो होइन। तर पोडकास्टमा यसरी हाम्रो जुन रुमको तर साउन्ड वरिपरिको साउन्ड छैन भने त्यहाँदेखि यो चाहिँ माइक भनेको बेस्ट हो क्या होइन। हुन त राम्रै साउन्ड आइरहेको छ। सो यतिसम्म है, अलिकति हो यसरी तल राखेर पनि हुन्छ यसरी बोल्दा होइन। ठिक छ, होप राम्रो लाग्यो होला। अनबक्सिङ मैले गरेँ होइन, सबै कुरा देखाएँ, 8वटा एसेसरिज पाएँ होइन। के पाएँ भन्दाखेरि मैले देखाइसकेको छु, अरू भन्नु पर्दैन। सो यति हो, फेरि भेटौँला नेक्स्ट भिडियोमा है त।